विधवा हुनु, त्यसमाथि गरिब विधवा हुनु, यो पनि कुनै युद्ध लडे भन्दा सानो युद्ध होइन नानी। आज मलाई सम्झना छ, बिहानको 9 बजेतिर मैले उहिले मेरा कुनै पनि छोरीलाई घरमा बस्न दिइन। कसैलाई घाँस काट्न पठाएँ, कसैलाई बाख्रा चराउन भनेर पठाएँ। किन थाहा छ? अरूका छोरी स्कुल गएको नदेखुन् भनेर। हामी पनि पढ्छौं नभनुन् भनेर। त्यो चरम गरिबीका बीचमा म कुन हैसियतले उनीहरूलाई स्कुल पढाउन सक्थेँ? फेरि आमा हुँ, नपढाउन पनि कसरी सक्थेँ? चाहेर पनि मैले मेरा छोरीहरूलाई सावा अक्षर चिनाउन सकिन नानी। सबभन्दा ठुलो बिस्माती यही छ। छोराहरूलाई त पढाइ होला नि भन्नुहुन्छ होला। पढाएँ भन्नु कि पढाइन भन्नु त्यो पनि थाहा भएन। स्कुल जान्थे, अघि बिहान मात्रै मेरो छोराले भन्यो, आमा हो एउटा कुरा भनौँ भन्न त काले भने। मैले उहिले 1 कक्षामा पढ्दा किताब किन्न नसकेर 7 दिन स्कुलबाट निकालेको कुरो तिमीलाई आज मात्रै भन्दैछु आमा, तिमीलाई टेन्सन हुन्छ भनेर। 60 वर्षको छोरोले घटना घटेको 50 वर्षपछि यो कुरा सुनाउँदा खाटा बसिसकेको मेरो घाउ एकपटक चसक्क दुख्यो। एक दिन गाउँमा कसैको सामान हरायो। चोरिएको पनि हुन सक्थ्यो नानी, कसैले लुकाएको पनि हुन सक्थ्यो। शंका मेरो छोरामाथि लाग्यो। पञ्चायत राखियो, तामा छुना लगाइयो, तर सामान चोरिएको थिएन, भेटियो। तर छोरामाथि चोरको दाग कहिल्यै मेटिएन नानी। शंका, आक्षेप र आरोपको भारी गरिब, टुहुरा र विधवामाथि मात्र किन लगाइन्छ? सायद उनीहरूका बाबु मेरा लोग्ने भएका भए यस्तो दुस्साहस कसैले गर्दैनथ्यो होला। अनि मलाई लाग्छ बेला बेला थपना नै मात्रै भए पनि लोग्ने चिज चाहिन्छ होला। आज छोराछोरी हुर्किए, गरी खाने भए, सङ्घर्षको त्यो कहाली लाग्दो उकालो कटेर मलाई अहिले आनन्दको चौतारीमा राखेका छन् नानी। कहाली लाग्दो विगतबाट आनन्दपूर्ण जिन्दगी भोगेर आएकी छु। अहिले मलाई लाग्छ सन्तान र सत्य सम्हालेर बस्ने महिला कहिल्यै पनि विधवा हुन्।